ल आजको नयाँ भिडियोमा यहाँहरूलाई हार्दिक स्वागत छ। अब हामी सबैजना उठिसक्यौँ। उठेर कोही के यता त के खान्दै पिन्दै सुरु भयो। ओहो, बासी भात खाउँदा पुग्छ त, अलिकति खाइदिउँ नि त। ल अब हामी उकालो लाग्यौँ। एकजना हाम्रो सोल्टी चाहिँ यहाँ चोयातिरै लाग्नु भएको छ डोकोतिर। बाँकी चाहिँ हामी फेरि पनि पदमार्ग भ्यू पार्क निर्माणतिर लाग्यौँ। धुवाले नै भेट्यो अरे भाइ, हाँसिया छ। काम गर्ने ठाउँ आइपुग्यो। लगभग फिलिङको काम चाहिँ गाह्रो 8% जति भयो भन्ने आकलन गरियो। हाम्रो पानी लिनु कोही गएको छैन। हाम्रो टोलीहरूले चाहिँ यहाँ तल ढुङ्गा फुटाइरहेको छ। के छ हौ टोलीहरूको अल्ली चल्ली? कतिको ढुङ्गो निस्किँदैछ हो? अनि भाइको बिहे कस्तो भयो त भाइ? भाइको बिहे भाइ आएन नि दाजु। अनि हाम्रोतिर खत्रै हो। यता अलिक चिसोले गर्दाखेरि नि हेर्न जाँड त्यति हुँदैन। टेस्टिङ हुन्छ नि, भलिबल खेलिन्थ्यो हो। त्यसको बाउ पनि त्यस्तै छ नि। पहिला सुरुमा त्यसलाई किन्नुपर्छ, ठ्याक्क हल्का माटे पछाडि अनि फेरि लु खाऊ साथी कति खाने रिजर्भ के हामीलाई पो केही नहुने भयो त दाजु। उहाँलाई भागो बनाउँदा बनाउँदै खुट्टै नलाग्ने होला। अर्को पाला है ल अब चाहिँ हाम्रो खाना खानु जाने समय भयो। बिहानीको खाना खान अब हामी अगाडि बढ्दैछौँ ज्याम्मैसँगले। सबै हाम्रो टोलीहरू खाना खानको लागि। सन्तोष सर कोक्चामा खारी नै। अब लाग्यो हामी बिहानीको खानातर्फ। जाउँ ऋषि भाइ, जाउँ है? हजुर हुन्छ दाजु, अब जानुपर्छ। हाम्रो भिडियोहरू निकै दिन ग्याप भएको, पैसा फेरि होइन सदुपयोग भएन भन्दा बर्बाद हुन्छ। अब हामी ओह्रालो झर्दैछौँ। हाम्रो वासस्थान यहाँ तल छ। हाम्रो वास्तव यहाँमै निकै नै भकाउनु भयो जस्तो छ। फुत्रुक फुत्रुक उफ्रिँदै झर्दै हुन्छ। हाम्रो कोही टोली उताबाट झर्दैछन्, हाम्रो कोही टोली तल गएर खान थालिसके। अत्याधिक भोकाएको जस्तो छ। ल अब हाम्रो खानकी स्थानतिर हामी आइसकेका छौँ। मेरो चाहिँ त्यहाँ पर हो खानकी। यता बहिनीहरूले सुरु गरिसक्नु भएको छ। बहिनी सुरु हुनु आँटो। ल खाउँ बिहान बिहान गलिया छ।
बिहान बिहान गलिया छ लजाएर यहाँ बहिनीहरू हेर्नु त छपेको अनुहार आज यो घरमा के भान्सा पाएको लु आइटम हेर्नुहोस् है न्युटोलाकै मासु न्युटोलाकै दाल न्युटोलाकै चिकन के छ निवार्ने दिदी रातभरि पानी आएछ र तना भइगयो नि कहाँ बनाउने अरे के अरे हाम्रो डेढा यहाँ डाँडामा पर चाहिँ हाम्रो टोलीहरू हजुर होइन बनाइसकेँ मैले पर टोलीहरू हाम्रो चाहिँ धमाधम ग्रहण गर्दै हुनुहुन्छ ल हाम्रो चाहिँ यता धमाधम हाम्रो टोलीहरू चाहिँ छिटो छन् के खास हाम्रो चाहिँ कुकम्यान चेन्ज भएकै छन् अहिलेसम्म हामीले 3वटा कुकम्यान फेरिसक्यौँ अब कसको चाहिँ मिठो हुन्छ भन्ने कुरा चाहिँ हामी यहाँ मूल्याङ्कन गर्दैछौँ के पाएको आज यो घरमा ल आलु न्युटोलाको मासु के छ हौ टोलीहरू कस्तो फिल भइरहेछ भात खानु एकदम ठिक छ गजब छ आलुको मासु आलुकै सब्जी आलुकै दाल यसरी हामी सामूहिक रूपमा मिलेर खान्छौँ खानपिन सकियो अरे हाम्रो यहाँ चाहिँ साथीहरूले बसाइसराई गर्न लाग्नु भएको छ बसाइ सर्नुको बाध्यता चाहिँ हिजो पानी जमेछ कहाँ सर्ने कुरो भयो यहाँ त्यहाँ ल अब त्यो गहिराबाट यहाँ डाँडामा बसाइसराई हुँदैछ ल लगभग अब टेन्ट रेडी भइसकेको अवस्था अब यो ओढ्ने ओछ्याउनेहरू राख्नु मात्र बाँकी छ त्यो गहिराबाट यहाँ बसाइसरियो टेन्ट टाँगै फाइनल भइसक्यो अब रासन पानी साथीहरूले बोकिराख्नु भएको छ ल अब टेन्ट सकेर अब हामी हाम्रो कामतिर जान लाग्यौँ अब हामी उकालो हाम्रो सोल्टीको डिपार्ट चाहिँ यता छ के मार्थ्यो मलाई सिंहदरबारमा गएर फोटो खिच्ने त अनुमति छ यो मुलाङ भाइ बहिनीहरूको खिच्दा के हुन्छ कस्तो लागिरहेको छ बास सुन्ने हामी कस्तो लागिरहेछ आजको हामी काम सकेर अब चाहिँ हामी लाग्यौँ आफ्नो वासस्थानतर्फ हाम्रो वासस्थान तल छ अलिक ओर सारियो टेन्ट चस्मा चाहिँ कहाँ लगाएर हिँडेको ल
अब हामी आइसक्यौँ हाम्रो वासस्थानतिर। टोलीहरूले आएर ओछ्यान बिछ्यान मिलाइसके जस्तो छ। अब चाहिँ नि हाम्रो कोकचामा सुरु हुनु आँटेको स्थिति। ओहो यहाँ त भातै पाएको रहेनछ आज, के हो भान्जी किन ढिलो गर्नुभयो आज? चिच्ची पाक्दैछ है, चिच्ची। हाम्रो चाहिँ नि भान्जी हुनुहुन्छ कुकमेन चाहिँ हड्डी बेगरको चिच्ची। यहाँ भातको पर्खाइमा बसेको बहिनीहरू के हो तास, के हो पार, के हो तास, कसरी हेरे तास? हेर्नुहोस् है तास खेल्ने विधि। तास खेल्ने तरिका। ल अब हाम्रो उता चाहिँ के छ गतिविधि म यहाँहरूलाई देखाउँछु। ल अब यता चाहिँ के पाक्यो भन्ने कुरा, हाम्रो भान्सेले के पकाउनु भन्ने कुरा म देखाउन गइरहेको छु। अब मनीले कुटाइ भेट्यो, सब बहिनीहरू आउँदै हुनुहुन्छ हौ। के पाएको हौ दिदी? ओहो खान्की पाकेछ है। लु हाम्रो त तयार पो भइसकेको छ। हाजिर गर्न आउनु न। टुटुटु कुद्नुहुन्छ। धमाधम सुरु भइसकेको छ नै हाम्रो। म त अहिले आएर खानै पनि अहिले तताएर खाउला नि। बासी भातले गर्दा भोकै